चाहिँ अघि तारेको माछा चाहिँ यस्तो मजाले स्पेसल अर्ग्यानिक अनि स्पाइसी तरिकाले चाहिँ आगोमा तयार भइसकेको छ। हेर्नुहोस् त, अब चाहिँ आगो पनि मैले पुरै सकिसकेको छु, किनभनेदेखि दाउरा महँगो छ होइन। अनि अब चाहिँ माछा ठ्याक्क पाक्ने हिसाबले मात्रै दाउरा राखेको थिएँ। यो कराई झोल पनि सुकेर एकदम थोरै भइसकेको छ। माछा पकाउँदाखेरि चाहिँ आत्तिएर खानु हुँदैन, एकदम माछालाई चाहिँ फ्राई गरिसकेपछि त्यसको मसला एकदम मजाले पकाएर अनि लगभग 1 घन्टा जति चाहिँ उमाल्न पर्छ कि। अनि त्यो भित्रको कलर आउँछ नि त, माछा भित्रको कलर आएपछि चाहिँ अनि माछा एकदमै टेस्टी स्पाइसी एन्ड स्पेसल बन्छ। अनि हजुरहरूलाई पनि यसरी नै स्पाइसी तरिकाको खानेकुरा अर्ग्यानिक खानेकुरा खान मन छ भनेदेखि चाहिँ हिरा हाउसमा आउन सक्नुहुन्छ। हजुरहरूलाई पनि यसरी ताजा अनि स्पेसल खानेकुरा चाहिँ म आगोमा पकाएर खुवाउने छु साथीहरू। र उता चाहिँ सुप तयार भइसकेको छ भनेदेखि यता चाहिँ यो चाहिँ हेर्नुहोस् है, अचारसँग चट्ट लगाएर खानको लागि चाहिँ यता काँडावाला माछा छ। यो चाहिँ झोलमा हाल्यो भनेदेखि खानामा अड्किन सक्छ क्या, त्यही भएर म चाहिँ यो चाहिँ अचारसँग चोरेर खाँदैछु। अनि हजुरहरू पनि यसरी नै पुदिनाको अचार अनि माछा आगोमा पकाएको खान मन छ भनेदेखि हिरा हाउसमा आउन सक्नुहुन्छ साथीहरू भन्दै म चाहिँ यो सानो घरायसी मिनी भ्लगबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते, बाई बाई साथीहरू, बाई बाई।